धन्यवाद सन्चै हुनुहुन्छ यहाँहरू आज भेला हुनु भएको रहेछ है सबैजना सँगै हुनुहुँदो रहेछ एकछिन बसेर गफ गरौँ न ल आउनु ठिक छ सबै यहाँहरू सबैजना महिला डिजिटल च्याम्पियन सबैले त्यही भनेर चिन्छन् यहाँलाई के हो खास महिला डिजिटल च्याम्पियन भनेको यो महिला डिजिटल च्याम्पियन भनेको चाहिँ अहिलेको प्रविधिको युगमा आवश्यकता अनुसारको सिप भएको र त्यो सिप समुदायमा गएर सिकाउन सक्ने भएकोले हामीलाई चाहिँ महिला डिजिटल च्याम्पियनको रूपमा चिन्नुहुन्छ डिजिटल रूपले अरूले सबैले चाहिँ महिला डिजिटल च्याम्पियन भन्ने अप्ठ्यारो मान्नुहुन्छ अनि मोबाइलबाट चाहिँ पैसा पठाउने अनि पैसा झिक्न मिल्ने सिकाउने मान्छे हो भनेर पनि चिन्नुहुन्छ कि जस्तै कृषिजीव हामीले जानेछौँ भने उहाँहरूलाई पनि अब त्यो खोलेर यसरी गर्नुपर्छ यहाँ हेर्नुपर्छ पानी परेको छ कि छैन पानी पर्ने बेला यही देखिन्छ सार्ने बेला पनि बिदिन सार्ने हामी केही जानेका छैन भने पनि यहीबाट जान्न सकिन्छ भनेर त्यही भएर भनेको चाहिँ यहाँले सिकाउने काम सिकाउने काम हामी महिला सशक्तिकरणको बारेमा पनि सिकाउँछौँ नि त्यसरी पनि हामीलाई चिनिन्छ अनि यो सिकाउने काम चाहिँ पहिलादेखि नै गर्नुहुन्थ्यो कि कति भयो यो महिला डिजिटल च्याम्पियन भनेर यहाँलाई चिनिन थालेको चाहिँ कति भयो होला कसैको मलाई चाहिँ 1 वर्षै भयो मैले हाम्रो चाहिँ 1 वर्षै भयो हाम्रो चाहिँ सुरु भएको चाहिँ समथिङ 2 वर्ष 2.5 वर्ष जति भयो है अनि त्यो सिकाउने क्रममा पहिलो दिन यहाँहरूलाई याद छ पहिलो दिन के गएर सिकाएको छ नि जस्तै पहिलो दिनमा हामी चाहिँ वडा अध्यक्षज्यूलाई पनि बोलाएको थियौँ उद्घाटनको बेला अनि त्यसमा सुरुमा अब सहभागी सबैलाई जम्मा गरिन्छ अनि वडाबाट अध्यक्षज्यू पनि आउनुहुन्छ अनि त्यसमा हामी पूर्व परीक्षा भनेर सुरुमा परीक्षा नि गराउँछौँ त्यसमा हामी नियम कानुनहरू क्लासको बारेमा पनि बनाउँछौँ अनि सबैलाई गाह्रै भयो सुरुमा पहिलो गाह्रो भएको थियो बोलीको विकास पनि खासै थिएन मान्छेहरू देख्दाखेरि पनि अलिकति डर लाग्यो जस्तो हुने त्यस्तो चाहिँ हुन्थ्यो सुरुमा अहिले त यहाँहरूलाई देख्दाखेरि त्यस्तो लाग्दैन पहिला त जसले जे सोधिनुहुन्छ भन्ने जस्तो हुन्छ कि पहिला त धेरै सोधे पनि हुन्थ्यो होला भन्ने लाग्छ कति राम्रो कुरा गर्नुभयो है अझै धेरै सोधे पनि हुन्थ्यो भन्ने लाग्छ भन्नुभयो अघि जुन कक्षाको कुरा गर्नुभयो नि यहाँहरूले त्यो कक्षा चाहिँ के कक्षा हो के नाम हो यसको के कस्तो किसिमको कक्षा यो कक्षा चाहिँ वित्तीय शिक्षा र डिजिटल साक्षरता भनेको वित्तीय सम्बन्धी पनि कुरा हुन्छ त्यसपछि डिजिटल सम्बन्धी पनि कुरा हुन्छ अनि अरू के याद छ त यहाँलाई सुरुमा जाँदाखेरि चाहिँ समुन्नति परियोजना भन्ने थियो एउटा है परियोजना कृषि समूहलाई बैठक दिने बैठक बस्ने भनेर त्यसमा गएको थिएँ म चाहिँ आफै पनि त्यही गाउँमा नजिकै थियो अनि त्यहाँ जाँदाखेरि त्यहाँ परियोजनाको कर्मचारीले भन्नुभयो समुन्नति परियोजनाबाट यस्तो यस्तो हुँदैछ है भनेर जानकारी मात्र दिनुभएको थियो सुरुमा चाहिँ हाम्रो आमा जानुभयो अनि म गएर भन्दा बुहारी गएर बुझिन्छ भन्ने सोच्नुभएको छ म सहभागी हुँदाखेरि अनि जाऊ न त भनेर पठाउनु भयो मलाई अनि त्यहाँ जाँदा मलाई पनि के गरौँ भएको थियो होइन अनि गएँ इक्जाम पूर्व परीक्षाको लागि पेपर दिनुभयो पेपर लिइसकेर इक्जाम दिएँ धेरै राम्रो लाग्यो कि मलाई चाहिँ एकदमै राम्रो लाग्यो त्योमा धेरै कुराहरू थियो नि त डिजिटल कारोबार त्यो कहिले सिकौँला भन्ने त सोच्नै थिएन है आज आफै पछि सिकाउन पुगियो अनि त्यसमा आम्दानी खर्चको लेखाजोखादेखि लिएर डिजिटल कारोबारहरू अनि कृषि सम्बन्धी यस्तोहरू धेरै सिकेको थिएँ सबैले दिदी हजुर पहिला चाहिँ डिजिटल क्लास चलाउने बेला चाहिँ के भएको भने यो समुन्नति कृषिमा बसेको मान्छे मात्र यो समुन्नति कृषिमा गठन भएको व्यक्तिले मात्र क्लास ल्याउनु पाइन्छ भन्ने थियो पहिले अनि म पनि त्यही समुन्नति कृषिको हाम्रो समूह पहिले नै थियो यो 8-9 वर्षभन्दा अघि नै पहिले समूह गठन भएको थियो अनि त्यही समूहलाई चाहिँ उसले यो समुन्नति कृषि यो समुन्नति परियोजना चलाइरहनु भएको थियो अनि त्यही समूहभित्रबाट के भन्नुभयो भने सरले त्यही समुन्नति परियोजनाको सरले तपाईहरुको यस्तो यस्तो कार्यक्रम आउला छ अनि यसमा तपाईहरु एउटा समूहबाट 2-3 जना कसले नाम दिनुहुन्छ दिनुस् भन्नुभयो अनि त्यसरी नाम दिएर पछि विद्यार्थी परीक्षा हुनेछ पछि सरहरुले पछि अफिसबाट फोन गर्नुभएको थियो परीक्षा दिएर नै गर्नु यसमा मेरो पनि एउटा छ भोगे छ जस्तै के भन्छन् हामी
यही समुन्नतिकै प्रेम सरले चाहिँ हामीलाई बैठक बोलाउनु भएको थियो। हामी कुमलगढीमा थियौँ त्यस दिन। अनि हामी धेरै 10-12 जना चाहिँ एडआरपी भन्छ यहाँ हामीलाई स्थानीय स्रोत व्यक्ति यहाँ जम्मा भएका थियौँ। अनि समुन्नतिबाट सरहरू आउनुभयो, त्यसैमा हाम्रो कल्पना म्याम पनि जानुभयो। अनि तपाईँहरूको गाउँठाउँमा चाहिँ यस्तो हाम्रो चाहिँ यो कलासको बारेमा आउँदैछ है भनेर चाहिँ जानकारी गराउनु भयो। अनि त्यसमा म पनि थिएँ त्यही एडआरपीमा बैठकमा। अनि म्यामले चाहिँ मेरो नम्बर लग्नुभयो त्यहाँदेखि। पछि हाम्रो यस्तै गाउँको समूह बस्दै हेर्दाखेरि मलाई कल गरेर त्यहाँ हाम्रो समूहमा आइपुग्नुभयो। अनि त्यहाँ अब जस्तै एसएलसी पास गरेको जस्तै म समूहमा छु भनेपछि जस्तै म नपढेको भए पनि मेरो बुहारी अथवा मेरो छोरी एसएलसी पास छ भनेपछि त्यहाँले पनि जाँच दिन पाउने भनेर छनौट गर्दाखेरि चाहिँ त्यस्तो थियो। अनि म आफै समूहमा पनि थिएँ। अनि म त्यो योग्यता पनि पुगेको। अनि त्यसमा म पनि आफ्नो नाम टिपाएँ। अनि त्यसमा धेरै हामी हाम्रो समूहबाट 12 जना नाम दिन्थ्यो। अनि त्यो 12 जनामा जाँच दिन चाहिँ तुलसीपुर गयौँ। अनि जाँच दिइसकेपछि अब छनौटमा चाहिँ मेरो नाम निस्किएको यसरी चाहिँ भएको थियो। गाडीहरू नै नपाइने हिँड्नुपर्ने पुरा ठुलो जङ्गल थियो, कहिले नहिँड्ने बाटो। अनि त्यसपछि धेरै बलै गरेछ कि क्या हो यस्तो गाह्रो हुने जस्तो चाहिँ लाग्थ्यो त्यतिखेर चाहिँ। त्यो दुरीको हिसाबले अनि त्यसपछि साधनहरू पनि केही नपाइने, त्यसै गरेर चाहिँ बलै हो कि क्या हो जस्तो चाहिँ लाग्यो। यसमा मलाई पनि भएको थियो म्याम। जस्तो हाम्रो यो क्लास चलाउँदै गर्दाखेरि हाम्रो पाठहरू 25वटा पाठ, त्यसमा यो पाठ साथमा चाहिँ कार्यबोध विश्लेषण भन्ने पाठ थियो। त्यसमा चाहिँ परिवारको सदस्य पनि बोलाउन पर्ने सहभागीसँगै। अनि त्यो के अरे कार्यबोध विश्लेषणमा चाहिँ 24 घन्टे घडी बनाएर महिलाको काम 24 घन्टाभरि महिलाको काम र पुरुषको काम देखाउन पर्ने छलफल पारिवारिक संवाद। त्यसमा चाहिँ एकजनाको फ्यामिली बोलाउन सबैलाई बोलाउन लगाएको थियो। एकजना चाहिँ ससुरा बुवा आउनु भएको थियो। उहाँ चाहिँ छलफल गर्दै राख्दाखेरि जब हाम्रो ग्रुप 2वटा ग्रुप बनाएर छलफल सुरु भयो, त्यसपछि त्यो 24 घन्टे घडीमा देखाउँदै गर्दाखेरि उहाँ पछि थाहा भयो पहिला त्यो बुहारी चाहिँ बेलुका ढिला सुत्ने, बिहान अबेर उठ्ने रहेछ। ससुरा चाहिँ बेलुका छिटै सुत्ने, बिहान छिटै उठ्ने। ठ्याक्कै उल्टो रहेछ कि समय। अनि छलफल गर्दै राख्दाखेरि त्यो काम देखाउँदै गर्दाखेरि अब बिहान उठेदेखि बेलुकासम्मको काम देखाउँदै गर्दाखेरि ससुराबाले सुरुमै भनिदिनु भयो कि म बुहारीभन्दा 2 घन्टा पहिला उठ्छु, म चाहिँ 5 बजे उठेर काम गर्ने, बुहारी 7 बजे उठ्ने, तपाईँले मलाई किन बेकार बोलाउनु भयो भनेर चाहिँ बोल्न थाल्नु भयो कि। अनि म त के बोलौँ कसरी सम्झाउने, अब माउलाई फरक किन बोलाएको छु, बरु सहभागीलाई मात्रै छलफल गराएको भयो भने हुन्थ्यो कि अब कसरी सम्हाल्ने भन्ने जस्तो भयो कि सुरुमा। अनि एकछिन उहाँलाई ससुरा र बुहारीलाई मात्रै बोल्न दिएँ, बोल्दै गर्दै जाँदाखेरि अनि मैले पछि लास्टमा चाहिँ अनि तपाईँ त्यो छलफल गर्दै राख्दाखेरि उहाँहरूको काम कस्तो खालको काम गरिराख्नु भएको छ भन्ने कुरालाई पनि अलिअलि जोड दिएँ कि मैले। त्यसपछि उहाँ चाहिँ बुहारीले सिलाइ कटाइ गर्नु हुँदो रहेछ, बेलुका अलि अबेरसम्म काम गर्ने। त्यसले गर्दाखेरि अब दिउँसो मेसिन चलाउने, बेलुका घुममा गइसकेपछि तुरपाहरू गर्ने कामले गर्दाखेरि बेलुका ढिला सुत्ने, बिहान पनि अलि ढिला उठ्ने बानी रहेछ। ससुरा बुवाको चाहिँ अब बेलुका त्यो पशुहरूको स्याहार गरेर छिटै सुत्ने, बिहान पशुहरूको स्याहारको लागि छिटो उठ्ने बानी रहेछ। अनि त्यही बिचमा अनि मैले होइन उहाँको सबैको आफ्नै काम छ, तपाईँ ढिला सुत्नुहुन्छ, ढिला उठ्नुहुन्छ, बुहारी तपाईँ छिटो सुत्नुहुन्छ, छिटो उठ्नुहुन्छ, आखिर राम्रो त रहेछ नि भनेर त्यही विषयमा छलफल गरेर समाधान गरेको थिएँ। पछि चाहिँ रमाइलो भयो। यसमा चाहिँ जस्तै कार्यबोध विश्लेषण गर्दै गर्दाखेरि कतिपय महिलाहरूले चाहिँ अब 4-5 गाउँघरमा चाहिँ 4-5 घरको त्यस्तो हुनसक्छ कि महिलाले र पुरुषले बराबरै गर्ने हुनसक्छ। अनि समूहमा बाँड्दाखेरि त्यहाँहरूले के भन्नुहुन्थ्यो भने हामी त बराबरै गर्छौँ भन्नुहुन्थ्यो कि। अनि त्यति बेला चाहिँ हामी त बराबरै हो, यो गर्नु पर्दैन क्या म्याडम भन्ने कुरा गरेपछि त्यहाँ त अब के भन्ने भन्यो। त्यसपछि चाहिँ मैले के भन्यो भनेपछि अब हो 2-4 तपाईँहरूको घरमा 2-4 घर गर्नुहुन्छ त्यो मैले माने, तर अहिले चाहिँ तपाईँको यो टोल यो समुदाय चाहिँ कस्तो परिवेशमा चलिरहेछ, अरू दिदीबहिनीको घरमा कस्तो छ भनेर चाहिँ एकचोटि समाजलाई फर्केर हेर्नुहोस्। अनि त्यसपछि बल्ल घडी बनाउनु भनेपछि चाहिँ साँच्चीकै हो रहेछ भन्ने चाहिँ महसुस गर्नुभएको थियो कि। त्यसरी पनि यहाँले आफ्नो पनि बनाउनु भयो? हामीले पनि बनाएको थियो, मेरो कस्तो भयो आफ्नो पनि बनाएको। अनि आफूलाई बनाउँदाखेरि चाहिँ आफूले पनि कस्तो एकदमै पीडादायक जस्तो पनि लाग्यो है कार्यबोध भनेको। अब महिलाले मात्रै गर्नुपर्ने
अनि अर्कोको बनाउँदा पनि अरू दिदी बहिनी पनि हामीले यही भएर हामी मेन्टल अवस्थामा पुग्दो रहेछौँ, हामी चिन्तामा पर्दो रहेछौँ, फिक्रीमा हुँदो रहेछौँ भनेर उनीहरूले पनि कति याद गरेर त्यो बिगरले सम्झेर कति रुनुहुन्थ्यो। अनि त्यो दाजुभाइले पनि ओहो हामीले नगर्ने गरेर रहेछौँ, साँच्चीकै उनीहरूले मात्रै कार्यबोझमा दबाउँदो रहेछौँ भन्ने कुराहरू पनि ल्याएको थियो एकदम। अहिले चाहिँ नि सायद 2-3 घर चाहिँ नि त्यस्तो हुने घर अहिले चाहिँ नि बुढीले माया गर्ने त्यसरी आफूले पनि गर्नुपर्ने रहेछ है भन्ने कुराहरू भइरहेको छ। मलाई एकदम खुसी लाग्छ त्यो सोच्दा चाहिँ। कस्तो ठुलो चेन्ज देखेको नि त होइन हाम्रो एउटा कामले गर्दाखेरि पनि। अरू जस्तै अब 6 महिनासम्म भन्नुभयो यो कक्षा सञ्चालन गर्ने। 6 महिना भनेको त लामो समय होइन, कसरी 52 दिन होइन, तर 6 महिनासम्म मलाई कसैले आएर तपाईँ चाहिँ 6 महिनासम्म अब यो तालिम लिनुपर्छ भन्यो भने त मैले त धेरै कुरा सोच्नुपर्ने हुन्छ नि। 6 महिनासम्म मैले होइन आउनु पर्यो, त्यहाँनिर गर्नु पर्यो। केले गर्दा कसरी चाहिँ उहाँ सहभागीहरूलाई यहाँले 6 महिनासम्म आउने वातावरण दिनुभयो त? कस्तो केले गर्दाखेरि उहाँहरू चाहिँ सधैँ आउने बनाउनु भयो? मेरो चाहिँ अलिकति अगाडि नै पहिल्यै सञ्चालन भइसक्यो भएर 4थो ब्याचको भएर मलाई अगाडि नै डिजिटल कारोबार गर्ने कुराहरू सिक्न सकिन्छ, त्यसमा त महिला सशक्तिकरणका कुराहरू पनि हुने रहेछ भनेर अगाडि नै आफ्नो नजिकको छिमेकीले अथवा आफन्तीले भनिसक्या भएर पछाडि उहाँहरूलाई त्यो 6 महिनासम्म हो भनेर त्यसरी गर्न चाहिँ परेन। उहाँहरूले बुझिसक्नु भएको थियो यो क्लास यति फाइदाजनक छ, योबाट यो कुराहरू फाइदा हुन्छ हामीलाई भन्ने कुरा बुझिसक्नु भएको थियो। त्यही भएर बुझाउनु चाहिँ सजिलो भएको थियो। हामीले चाहिँ उहाँहरूको समय चाहिँ कुन बेला हामीलाई समय दिन सक्नुहुन्छ त भनेर चाहिँ उहाँहरूको समय आफै बनाउनुहुन्थ्यो। अनि जस्तै दिनको चाहिँ 2 घन्टा मात्रै हो, अनि उहाँहरूले चाहिँ हप्तामा चाहिँ 2 दिन भनेर यसरी हामी भनेपछि 2 दिन त म जसरी भए पनि आफ्नो लागि निकाल्न सक्छु नि भन्ने भएर चाहिँ उहाँहरू चाहिँ आउनुभएको थियो। जस्तो उहाँहरूलाई चाहिँ हामीले एउटा 6 महिनासम्म हामी धेरै कुरा सिक्छौँ नि। महिला सशक्तिकरणको कुरा छ, त्यसमा अनि के अरे डिजिटल कारोबारको कुरा छ। जस्तो डिजिटल कारोबार हामीले एकै दिन गरेर मात्रै हामी सक्दैनौँ, त्यसलाई प्र्याक्टिकल गर्नुपर्छ। त्यसको लागि हामी जति प्र्याक्टिकल गर्न सक्यौँ त्यति पछि हामीलाई प्रयोग गर्न सजिलो हुन्छ। अनि विभिन्न खालको गाउँघरमा हामीलाई जस्तो डिजिटल घरमा आवश्यक पर्ने हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने कुराहरू जस्तो विद्युतका बिलहरूदेखि लिएर सबैजना सहकारी बस्नु भएको छ, किस्ता तिर्ने। अनि ससानो डिजिटल कारोबार गर्नको लागि पनि तुलसीपुरसम्म धाउन पर्ने त्यो बिचको जस्तो खर्चको कुरा, समयको कुराहरू त्यो सबैलाई सजिलो हुने कुराहरूलाई देखाएर उहाँहरूलाई चाहिँ पछि चाहिँ कन्भिन्स हुन्छ। मेरोमा चाहिँ कस्तो भएको थियो, पहिले एकचोटि आउँदा चाहिँ नि पाठ नसुरु गर्दै समय त्यत्तिकै खेर जान लाग्यो भनेर एकदम हटालिने कि हाम्रो त समयभरि जाने भयो भनेर एकदमै हटालिने। जब सम्पन्नताको बाटो खोलिसकेपछि पाठ 1 मा हामी पढ्दै जाँदा चाहिँ नि ओहो हामी त गर्नुपर्ने रहेछ, हुनुपर्ने रहेछ, यहाँ चाहिँ यस्तो कुरा सिकिनु पर्ने रहेछ जस्तै यथास्थितिको चक्करले टोट्नु पर्ने थियो नि। त्यस्तो त्यो पढिसकेपछि त्यहाँहरूले चाहिँ नि हामी पनि आउनु पर्दो रहेछ, यहाँ बस्नुपर्ने रहेछ, 2 घन्टा आएको हामीले यति फाइदा लिनु रहेछ भनेर चाहिँ नि उहाँहरू बस्नुहुन्थ्यो कि त्यति बेलादेखि चाहिँ। अहिले जस्तै अब यो 6 महिना भयो त्यसपछि पनि फेरि अझै यो कक्षा सञ्चालन गर्नुपर्छ भनेर पनि आइराख्नु भएको छ कि के छ त? यो क्लास फेरि पनि 1 वर्ष भइदिएमा हुन्थ्यो नि। पहिला सिक्ने बेला खासै वास्ता नगर्ने व्यक्तिहरू चाहिँ अहिले के भन्नुभएको छ भने उहाँहरू डिजिटल कुराहरू चाहिँ एकदमै आवश्यक रहेछ भने नि बैङ्क गएर उहाँहरूले मोबाइल ब्याङ्किङ बनाएर घरमा पनि आउनु भएको हुन्छ कि सिकाएर कहिले चाहिँ त्यो भिडियो सेयर गरेर पनि सिकाउने, त्यो पासवर्ड कसरी राख्ने के गर्ने भनेर अझै पनि गरिराख्नु भएको छ, यहाँहरू जोडिराख्नु भएको छ। यो क्लास थप्दै त अझै धेरै कुरा सिक्न पाइन्थ्यो नि भनेर हुनुहुन्छ। नचलेको ठाउँहरू यो क्लास जहाँ भेटाइ ती मात्रै तिनीहरूको आँखामा देख्ने ठाउँमा मात्रै त्यहाँ मात्रै जाने, हाम्रोमा नआउने, हामीले नपढाउने भनेर एकदमै विरोधहरू पनि आइरहेको ठाउँदेखि मेरो ठाउँमा त्यस्तो नगएको ठाउँमा हाम्रो पालिकामा चाहिँ एकदमै माग धेरै भएर अहिले पालिकाबाट पनि फेरि थप गरेर मेरो पालिका पनि मैले काम गरेँ। कुन पालिका हजुर? मेरो हाम्रो चाहिँ दङ्गे सरल गाउँपालिका दाङको। मेरो चाहिँ त्रिवेणी गाउँपालिका रोल्पाको। अहिले चाहिँ यसमा चाहिँ पालिकाले पनि गरेछ, अनि त्यसपछि
यो डिजिटल क्लासहरू चलाएको छ। अहिले पनि यहाँले चलाइराख्नु भएको छ? अहिले पालिका हामी चाहिँ छैनौँ, छैन? तर अरू साथीहरूले चलाएको मैले चाहिँ चलाइरहेको छु। जस गाउँपालिकासँग आबद्ध भएर यहाँले गरिराख्नु भएको छ, पालिकाले चाहिँ यो कुरालाई अगाडि लगिराख्नु भएको छ भन्ने हो। अरू के को लागि अहिले फोन आउँछ त? अघि फोन आउँछ भन्ने कुरा गर्नुभयो नि त, के जियो गर्नको कृषि लागि पनि फोन प्रयोग आउँछ? गरिरहनु भएको रहेछ। अनि पछि चाहिँ अहिले जियो चाहिँ कृषि भनेको कृषि सम्बन्धी कृषि एप्स छ एउटा, कृषि एप्स छ, डाउनलोड गरेर त्यहीबाट एप खोलेर अनि चलाइरहनु भएको रहेछ नि। अहिले त 5वटा फोटोभन्दा बढी हाल्न मिल्ने रहेछ नि म्याडम भन्नुहुन्थ्यो। अहिले चाहिँ मिल्दैन, शुल्क लाग्छ त्यसमा भन्ने कुरा चाहिँ गर्थे। अनि मोबाइल ब्याङ्किङको फेरि तपाईँको पासवर्ड फेर्ने भनिरहन्छ नि त बेला बेला। अनि कसरी पासवर्ड फेर्ने होला म्याडम भनेर फेर गर्नुहुन्छ। अनि चाहिँ बिल कसरी तिर्ने भन्ने कुरा चाहिँ त्यति सिकाएको, फेरि अब बिर्सिहाल्नुहुन्छ कि अहिले फेरि एउटा के गरेको छ भने खल्टी र आइएमपी एउटै भएको छ। अनि त्यो खल्टीबाट अलि आइएमपीबाट नभएर खल्टी नै त्यो खोल्नुपर्ने रहेछ के। अनि त्यो भएर त्योबाट पनि कसरी गर्ने भनेर त्यो आइएमपीबाट जानु भएको थियो। अनि खल्टीबाट नजानेर त्यो कोड पठाउनु पर्ने रहेछ विद्युत बिल तिर्नको लागि पनि। अनि त्यो सुत्राउनु भएको हुन्छ प्रायः त्यो। अनि हजुरलाई आउँछ त्यो हाम्रो सिकाउनु चाहिँ सिकाउनुहुन्छ? अब डिजिटल कुरामा चाहिँ सबैजनासँग ठुलो स्मार्टफोन, अनि हामी चाहिँ सबैजनाले मेसेन्जर चलाउने ग्रुप बनाएको थियौँ कि। त्यसमा चाहिँ सूचनाहरू राख्ने, जस्तै क्लासहरू बिदा गर्नु पऱ्यो भने उहाँहरूको काम भयो भने त्यसमा राख्नुहुन्थ्यो, मेरो काम भयो भने मैले राख्ने। अनि त्यसबाट के भन्नुहुन्छ, यो टिमबाट कहिले पनि नहट्नु होला है म्याडम, तपाईँ चाहिँ हामीलाई सजिलो हुन्छ, योबाट कहिले नहट्नु होला भन्ने कुरा चाहिँ अझै गर्नुहुन्छ। त्यही भएर हामी चाहिँ अझै पनि हटेको छैनौँ। कुरा पऱ्यो भने त्यही टिममै पनि गरिदिन्छौँ। त्यतिकै काम नपरेको बेला पनि सम्झिनुहुन्छ। अनि अब हामी त्यही गाउँठाउँको भए भएर अन्य बेला पनि भेट हुन्छ। त्यस्तोमा पनि कहिलेकाहीँ अब विषयवस्तु यसैमा रहेर पनि कुराकानी हुन्छ। माया ममता मेलमिलाप एउटा मेरोमा चाहिँ कस्तो भयो भने त त्यो जहिल्यै गाडी चढेर मेरो त्यहाँदेखि कति कहाँ अरे हजुरको भनेको चाहिँ मेरो गाउँदेखि लगभग रुकुम रुकुमदेखि अब त्यो मान्छेहरू पहिले पहिले गाडीहरू गोर्खाडी जाँदा पनि गोर्खाडी सरहरू त जानुभएको छ, उहाँहरू देख्नुहुन्छ। त्यहाँ जाँदा पनि पैसा तिरेर जाने मान्छेहरू कहाँ जुनकुमारी म्याडमले पढाएको बिर्सिनु भयो, अब त कहाँ पैसा पो जोगाउने हो त, त्यहाँ गाडी चढेर नजाने भनेर भन्नुहुन्छ क्या। अनि फेरि गाडी चढ्ने मान्छे, बसहरू, जिपहरूको मान्छेहरूले चाहिँ कहिले आएर भन्नु भएन तपाईँहरूले डिजिटल यो सिकाइदिएर हामी कहाँ चाहिँ मान्छेले होइन बिजुली पैसा तिर्न जाँदाखेरि त पहिला चढ्नुहुन्थ्यो गाडी, अहिले त चढ्नुहुन्न भने त्यस्तो केही त आएन? जिपहरूको कुरामा त आएन। जस्तो हाम्रो यो विद्युतका बिलहरू तिर्ने कुरामा चाहिँ विद्युतको रिडिङ गर्न आउने व्यक्तिले चाहिँ पहिले 30 रुपियाँ बिल आउँदाखेरि पनि उहाँहरूसँग एक्स्ट्रा 20 रुपियाँ लिएर 30 रुपियाँ विद्युतको बिल चार्ज भनेर 20 रुपियाँ एक्स्ट्रा लिएर 50 मा तिर्नु हुँदो रहेछ। उहाँहरूले चाहिँ यो बेकार हो, यिनीहरूको पछि नलाग भनेर अनेक बाखा नगरेर उहाँलाई चाहिँ तर्साइदिनु भएको थियो। फेरि त्यति बेला चाहिँ फेरि उहाँहरूलाई सम्झाउनु परेको थियो। जस्तै मैले अर्को कुरा पनि यहाँ हेर्दै थिएँ कि पोल तारहरू होइन, इन्टरनेट विद्युतको पहुँचको कुरा छ नि त। अब हामीले डिजिटल कुरा गर्दाखेरि त त्यसको पहिला अवस्था कस्तो थियो होइन, अनि अहिले चाहिँ कस्तो छ, पहिला मान्छेले किन नचलाइकन बसिराख्नु भएको रहेछ त भन्ने कुरामा यहाँको कस्तो अनुभव छ? पहिलो कुरा त अब सबैको घरमा इन्टरनेटको पहुँच थिएन। अनि अर्को कुरा सामान्य ज्ञान त भयो, उहाँहरूसँग सिप भएन कि। अनि अहिले चाहिँ हामी महिला डिजिटल च्याम्पियनको रूपमा उहाँहरूलाई त्यो सिप प्रदान गऱ्यौँ, ज्ञान सिप प्रदान गरिसकेपछि अनि र सँगसँगै परियोजनाले अब इन्टरनेट नभएको घरमा इन्टरनेट जोड दिने व्यवस्था पनि भयो। त्यसले गर्दा इन्टरनेटको पहुँच पनि बढ्यो, उहाँहरूलाई ज्ञान सिप पनि हामीले प्रदान गऱ्यौँ, जसले गर्दाखेरि आवश्यकता त पहिले पनि थियो तर अहिले चाहिँ सिप भइसक्यो। इन्टरनेट चाहिँ पहिला पनि थियो हजुरको गाउँमा? इन्टरनेट पहिला थियो हजुरकोमा? सबैको घरमा थिएन। ए हजुर। पहिला चाहिँ के थियो, 1-2 घरमा जोड्नको लागि महँगो पैसा तिर्न पर्ने, अनि नजोडिने नमान्ने कि 1-2 घरको लागि त 5-6 घर मिलेर मात्रै जोड्नुहोस् भने कम्तीमा 10 घर भन्थे पहिला। संस्थाले त्यो सबै लगिदिएदेखि नजिकका अरू सहभागी नभएकाहरूलाई पनि जोड्न सजिलो भयो। त्यसमा त्यसले अरूलाई जोड्न चाहिँ 30-35 हजार लाग्ने ठाउँमा 5-6 हजारले इन्टरनेट जोडिराख्नु भएको छ, धेरै जसोले जोडिसक्नु भएको छ। अनि कक्षा सञ्चालन गर्दाखेरि जस्तो अप्ठ्यारो परेको समय हुन्छ नि, कुनै दिन जस्तो एकदमै गाह्रो भएको त्यस्तो केही थियो त्यस्ता दिनहरू? मेरोमा त कला चलाउँदाखेरि त्यस्तो अप्ठ्यारो त थिएन क्या। सहभागी चाहिँ एकदम खुसी हुँदै आउनुहुन्थ्यो। त्यसमा हामीले के भन्छन् क्लासमा चाहिँ नियम बनाएको थियौँ। पहिला चाहिँ ढिलो आउनेलाई जरिमाना, जस्तै
ढिलो आउनेलाई 15 रुपियाँ, जस्तै अप्सन हुनेलाई चाहिँ 20 रुपियाँ भनेर यसरी हामी नियम पनि बनाएका थियौँ। कुनैमा फेरि के हुन्थ्यो भनेपछि ढिलो आएपछि चाहिँ प्रतिभा देखाउनुपर्छ है भन्ने पनि हुन्थ्यो। अनि त्यसमा ढिलो आएपछि 15 रुपियाँ दिनुहुन्थ्यो। अनि त्यो चाहिँ क्लासमै एकजना सहभागीको नाम किटान थियो कि त्यो जरिमाना चाहिँ उनीले राख्ने, मैले चाहिँ नराख्ने भन्ने। अनि पछि त्यो जरिमानाबाट उठेको पैसाले चाहिँ अब रमाइलो गरौँला नि लास्टमा भन्ने थियो हाम्रो। सुरु पटक जाँदा थोरै आउनुभयो, अनि त्यसपटक फेरि जाँदा कम्तीमा 4 पटकसम्म जाँदा पनि त्यहाँको मान्छेहरू कहिले 2-4 जना, कहिले 5-6 जना, 8-10 जना जति आउनुभयो। अनि हामीले कक्षा व्यवस्थापन समिति गठन गर्दाखेरि गाउँको वडा अध्यक्षलाई राखेको हुनाले मैले त्यहाँसम्म जानकारी गराएँ, फोन गरेर यस्तो यस्तो छ सर आउनुहोस् भनेर उहाँलाई बोलाउँदा सबै हामी बसेर उहाँहरूलाई बुझायौँ। अनि हुन्छ आउँछौँ भन्नुभयो, आउनुभयो। त्यसपछि त्योहरू पाठहरू सुरु गर्दै जाँदा, छलफलहरू गर्दै जाँदा के गर्नुभयो त्यहाँको सहभागी सबैजनाले एकदमै राम्रो रहेछ है, हामीले सिक्नुपर्ने कुराहरू जुन डिजिटल कारोबारको थियो है, जुन कृषि एप्सहरू डाउनलोड गरेर गर्नुपर्ने थियो त्योहरू चलाउँदा पछि त सबैजना टाइममै आउने, टाइममै जाने। अनि कति खुसी, हामीले यति सिक्नुपर्ने कुरा रहेछ, हामी पहिले किन सताए दुःख दियौँ, हामीलाई हाम्रै फाइदाको लागि रहेछ, हामीलाई नै राम्रो भयो आजभोलि भनेर आजभोलि खुसी नै हुनुहुन्छ। अनि अर्को एउटा पनि हुनुहुन्थ्यो त्यहाँ चाहिँ आउनुहोस् भनेर मलाई 3-4 कक्षा पढ्नु भएको थियो। अनि आउनुहुन्थ्यो, मैले त सक्दैन होला सिक्न, डिजिटल कारोबार गर्न मैले पटक्कै सक्दैन, अनि किन कति पनि सक्दैन होला भन्ने कुरा गरिराख्नु भएको थियो। अनि सक्नुहुन्छ, अनि प्रयास गर्नुहोस्, तपाईँले किन नसक्नु, त्यति गाह्रो छैन, सजिलो छ, सिकाउँछु मैले भन्दा पनि होइन सक्दैन, झन् पैसा चोरी हुन्छ अरे, यताउति हुन्छ अरे भन्ने कुराहरू पनि उहाँलाई डर तरास पहिले नै रहेछ। त्यो कारणले गर्दा उहाँले डराउनु भएको थियो। अनि एप्स डाउनलोड गरेर अनि यसरी चलाउनुहोस् भनेर त्यहाँ 1-2 पटक सिकाउँदा नै कारोबार गर्न सक्ने सक्षम हुनुभएको छ र त्यहीबाट कारोबार गरिरहेको छ। हजुरले उहाँले भन्नुभयो नि 3-4 क्लास पढेको मान्छे भनेर, जस्तै यहाँको कक्षामा चाहिँ कति क्लास पढेसम्म पढेको मान्छेहरू चाहिँ आउनु भएको थियो? त्यही 4-5 बढीमा कोही मात्रै हुनुहुन्थ्यो एसएलसी पास गरेको, +2 पनि हुनुहुन्थ्यो। अहिले उहाँले ब्याचलर यस्तो गरिरहेको पनि हुनुहुन्थ्यो। उहाँको चाहिँ कति बोल्न नसक्ने, अगाडि गएर पनि केही भन्न नसक्ने कि डराउने, एकदम डराउने। उहाँले कारोबार पनि गर्दै नगर्ने, अगाडि गएर पनि त्यो 12 पास गरेका व्यक्ति पनि डराउने गर्नुहुन्थ्यो। अहिले उहाँले यो क्लास लिइसकेपछि प्रतिवेदन, त्यो मूल्याङ्कन सबै अगाडि गएर भन्दै उहाँ अहिले राम्रो बोल्न सक्ने भएर उहाँले अहिले यही संस्थामा काम गरिरहनु भएको छ। यो किशोर मेरोमा पनि म्याम एकजना चाहिँ ब्याचलर पढ्ने हुनुहुन्थ्यो। मलाई चाहिँ डिजिटल कारोबार कति आउँदैन म्याडम, अनि यही सिक्नको पछि पनि म पढ्न आउँछु भनेर आउनुहुन्थ्यो कि म्याडम। मेरोमा नि थियो, दुईवटा शिक्षकहरू चाहिँ रिटायर भएको आउनुहुन्थ्यो। अनि उहाँहरूले चाहिँ यत्रो विद्यार्थीहरू चाहिँ पढाइयो होइन, त्यहाँ तिनीहरूको जीवन चाहिँ पढाइयो, तर वास्तविक मेरो जीवन त यहाँ पो रहेछ, यो कक्षा त अगाडि आउनुपर्ने, मेरो त उमेरले साथ दिन्न म्याडम भन्नुहुन्थ्यो। यो कक्षा अगाडि आउनको लागि त परियोजना जन्मिनु पऱ्यो, त्यसपछि म जन्मिनु पऱ्यो भन्ने कुरा चाहिँ गर्दा अनि त्यहाँबाट चाहिँ सधैँ कति पनि तपाईँको चाहिँ 6 महिनामा 52 दिनै आउने त्यहाँ 2टा शिक्षक क्या। त्यस्तो चाहिँ वास्तविक जीवन यति क्लास पहिला अब मैले अझै प्रगत गर्थेँ होला भन्ने कुरा चाहिँ त्यहाँहरूले गर्नु। अर्को मलाई सोध्न अघिदेखि मन लागेको थियो, उमेर चाहिँ कस्तो थियो? उमेर तपाईँको 65 देखि 70। उहाँको चाहिँ होइन रिटायर्ड भएको शिक्षकको अरूहरूको के अरू सहभागी 18देखि माथि, 18देखि मेरो हाम्रोमा त 25 देखि 40-45 सम्मको हुनुहुन्थ्यो। 18देखि माथिको थियो आउने चाहिँ। अनि सानो बच्चा भएको आमाहरू पनि आउनुहुन्थ्यो, बच्चा लिएर पनि कहिलेकाहीँ घरमा हेर्न लगाएर पनि त्यसरी आउने चाहिँ माहौल बनाउनुहुन्थ्यो। अनि बच्चा लिएर नै आउँदाखेरि चाहिँ कसरी गर्नुहुन्थ्यो? अनि कसैलाई सुताउनुहुन्थ्यो, बच्चा लिएर पनि आउनु, सानोलाई सुताउनुहुन्थ्यो, कतिखेर केही चिज खेलाउनाहरू दिएर भुलाउनुहुन्थ्यो। अघि चाहिँ सहभागीहरू चाहिँ 52 दिनसम्म अडाउनको लागि चाहिँ जस्तो नीति नियम भन्नुभएको थियो नि अघि उहाँले भने जस्तै मेरोमा चाहिँ ठ्याक्क राख्ने मान्छे चाहिँ कसले राख्ने भन्ने भयो। अनि मैले चाहिँ खुद्रीहरू लग्दै त्यहाँ 1 घन्टा चाहिँ लग्दैपछि त्यही हाल्नुहुन्थ्यो। अनि आज चाहिँ को फाइन पर्ने रहेछन् है भनेर अगाडि आउने कि कोले चाहिँ पैसा हाल्ने रहेछन् त्यो खुद्रीमा भनेर चाहिँ त्यो खुद्रीकोले पनि अलिकति आकर्षण गरेको थियो त्यहाँहरूलाई। अनि लास्टमा पनि कति पैसा भए रहेछ भनेर चाहिँ सबैजना फेरि आउनुभयो कि त्यसरी नै गरेको छ। त्यसरी फाइनहरू उठाउने कारणले चाहिँ हामीले प्रयोग गर्दै आएको म्याटहरू, घुम्रीहरू पछि भइसकेपछि त्यो उठाएको पैसाले किनिदिउँ। अनि त्यसपछि त्यहाँबाट चिनो स्वरूप पढ्ने सहभागीहरूले बिदाय गर्दाखेरि मलाई नै अब सानो
छिर्न सुरु फोटो फ्रेम बनाएर पनि दिनुभएको थियो त्यही पैसा उठाएको पैसाले। उहाँहरू चाहिँ आफै नै हामी यो गर्छौँ भने हामीले चाहिँ अब कस्तो तपाईँहरू चाहिँ समयमै आउनुहुन्छ भने हामी नीति नियम नबनाऊ होइन, तपाईँहरूले चाहिँ कतिको आउनुहुन्छ भनेर चाहिँ हामी आफै बनाउँछौँ लागु हुन्छ भन्ने कुरा गर्नुभयो। हामीले चाहिँ यो गर्नै पर्छ उनीहरूले तछात मछात गरेर के त्यो आफै चाहिँ हामी बनाउनु मान्छे आउने नआउने मान्छे सबै टाइममा आएर बनाउनै सबै पर्छ भन्ने टाइममै फर्किने हुन्छ भनेर हो। सबै कसै अगाडि आएर बसिराख्ने, कोही ढिला आउने त्यस्तो पनि त हुन्छ नि। त्यो नहोस् भनेर त्यस्तो नीति नियमहरू उहाँहरूले नै पैसा उठाउनेमा सहज गरेर फेरि डबल बन्ने थियो कि म्याम। डबल डबल हुन्थ्यो। हजुर पनि त्यस्तो तिर्नेमा पर्नुभयो? म चाहिँ परेन म्याम। म परेँ 3 पटक परेँ। टाढाको समूहमा पनि परेन है। टाढाको सब भन्नाको एउटै समूहमा यहाँहरूले सधैँ गर्ने होइन होइन, यहाँहरूको समूहहरू चाहिँ कतिवटा समूहमा? 3वटा एउटाले 3वटा समूह। एक दिन हप्तामा एक दिन बिदा हुन्थ्यो। हजुर। अनि दुईवटा क्लास चल्थ्यो। कुनै नजिकको समूह पर्थ्यो होला, कुनै चाहिँ टाढाको समूह पनि पर्थ्यो। अहिले यो डिजिटल क्लासले चाहिँ एकदमै परिवर्तन आएको छ, किनभने अहिले जति पनि दिदीबहिनी हाट बजारमा तरकारी बेच्न जानुहुन्छ उहाँहरूले चाहिँ डिजिटल मोबाइलबाट पनि उहाँहरूले पैसा क्युआरबाट पैसा ल्याउने पनि गरिरहनु भएको छ अहिले हाट बजारबाट। अनि हामी चाहिँ 20 जनालाई सिकायो होइन, 20 जनामध्ये 15 जनाले मोबाइल ब्याङ्किङ चलाउनु भयो। अनि चलाइसकेपछि अरू त कतिजना छुट्या छन् गाउँमा, त्यहाँहरूको पनि जस्तै त्यहाँबाट होलेरी जानको लागि चाहिँ समय खर्च होइन पैसा खर्च हुन्थ्यो भने अहिले चाहिँ हामीले सिकाएका सहभागीले चाहिँ अरू गाउँको पनि पैसा पठाइदिने निकालिदिने गर्ने चाहिँ गाउँको पनि त्यहाँ चाहिँ भलो भएको छ। त्यस्तो यहाँ हजुरको पनि भएको रहेछ। हाम्रो मेरोमा पनि त्यस्तै भएको छ कि जस्तै पहिले सिकेकोहरूले अनि त्यहाँ जुन नसिकेकोहरू हुनुहुन्छ नि तालिम नलिएकोहरूलाई यसरी गराउनुहोस् अनि उहाँहरू सिकाउन लगाउनुहुन्छ अनि यसरी गर्दा हुन्छ भनेर धेरै गाउँमा सबैलाई अब तालिम लिएकोलाई मात्रै नभएर अरूलाई पनि धेरै सजिलो भएको छ। अनि एउटा क्लासमा अब जस्तै ब्याङ्कहरू त अब धेरै टाढा हुन्छ नि थियो त्यो क्लासमा त अब भने जति बेला म पुग्न सक्दैन, तर त्यहाँ सिकेको व्यक्तिले चाहिँ पठाइदिनुहुन्छ, त्यहाँबाटदेखि त्यो मोबाइल ब्याङ्किङ गरिदिनुहुन्छ, यसरी गर्नुपर्छ भनेर जानिसक्नु भएको छ। अनि त्यो गर्नुहुन्छ, अरूले पठाइदिनुहोस् है भनेपछि उहाँले पनि पठाउनुहुन्छ। 2-3 जना हुनुहुन्छ त्यो सिकेर। अनि अरू समस्याहरू आएको छ कि चाहिँ जस्तै इन्टरनेटमा समस्याहरू आउने होइन, तारहरू चुटिने के समस्या आउँछ नि त, त्यस्तो मोबाइलकै समस्याहरू पनि होला, त्यो कुराहरू चाहिँ छ कि छैन, के छ? त्यस्तो छ कहिलेकाहीँ अब थिचेर बटन थिचेर खुलाउने नजान्ने त्यस्तो अवस्था पनि छ छिमेकीमा होइन, हाम्रो घर वरिपरि। अनि कहिलेकाहीँ त्यो चार्ज मिलाउन नसकेर त्यस्तो समस्याहरू पनि भएको, त्यति बेला बोलाउनुहुन्छ गएर त्यस्तो छ। बनाइदिनुहुन्छ पासपोर्टहरू चेन्ज गर्दाखेरि त्यहाँहरूले अब भुलिने अनि त्यस्तो पनि अब एकपल्ट सिकाएको पटक्कै चेन्ज नि त चेन्ज गर्दाखेरि भुलेर सोधिराख्नु भएको हुन्छ। अनि त्यति स्क्रिन सेयर गरेर यसरी गराउनुहोस् न भनेर पहिले गरेको कामहरू त उहाँले सजिलै गर्न सक्नुहुन्छ। हामी चाहिँ इन्टरनेट सम्बन्धी एक दिनको तालिम लिएका थियौँ। अनि त्यसमा चाहिँ अब कसरी जस्तै पासपोर्ट कसरी फेर्ने नेटको, अनि चाहिँ रिचार्जहरू कसरी गर्ने, अनि के भन्छन् तारहरू अब बाङ्गी तिङ्गे भएपछि के सङ्केत देखाउँछ वाइफाईमा भनेर यस्तो विभिन्न कुराहरू त्यो तालिमबाट सिकेर। यो चाहिँ समुन्नति डिजिटल फाइनेन्स परियोजनाले दिनुभएको थियो, त्यो एक दिने तालिम दिनुभएको थियो। हामी चाहिँ जुगार गएर ल्याएको थियौँ 1 दिन तालिम। अनि त्योबाट त्यो सिकेर अहिले गाउँमा अलिक राउटरमा केही समस्या आयो भने अनि सानोतिनो समस्या आयो भने अनि त्यसपछि रिचार्ज गर्ने पासपोर्ट फेर्ने हामीले उहाँ सहभागीहरूले पनि सिकाइदिन्छौँ। अनि उहाँहरूले बिर्सिनुभयो भने फेरि कसरी गर्ने भनेर भिडियो सेयर गरेर पनि सिकाइ माग्नुहुन्छ उहाँहरूले। मैले चाहिँ हाम्रोमा पनि म पनि भूमि गाउँपालिका सरहरूले नै परियोजनाले बनाएकैमा मैले तालिम लिइसकेपछि त्यहाँ लिन गएको, लिइसकेपछि त्यहाँनिर अब केही राउटरमा समस्या आएपछि त्यति बेला बोलाउनुहुन्छ, यसरी गर्ने है भनेर, यसरी खुलाउनुपर्छ, यसरी बन्द गर्नुपर्छ भन्ने सिकाउँछु। अनि त्यसबाट उनीहरूले पनि जानिसकेका छन्, आजभोलि चाहिँ उनीहरूले नै गर्छन्। अनि रिचार्ज पनि यसरी हाल्नुपर्छ भनेर मैले सिकाएको छु, त्यही भएर बनाइरहेको छ। अनि मैले चाहिँ त्यहाँ जुगार तालिम लिइसकेपछि राउटरहरूमा चाहिँ समस्या आयो भने कसरी चाहिँ त्यसलाई समस्याको समाधान गर्ने भन्ने हिसाबले सानो सानो कहिलेकाहीँ रातो बत्ती बलेको हुन्छ, कहिले चार्जर नै गएको हुन्छ होइन, त्यति बेला चाहिँ अब रातो बत्ती बलेको छ भने त चार्जरको खराब हो कि अथवा तार छिन्ने छ कि कतै भनेर त्यो हेर्ने पनि गरिन्छ। अनि रिचार्ज गरिदिनुहोस् भनेपछि मैले फेरि उता सरलाई गर्छु, अनि रिचार्ज गरिदिनुहोस् भनेपछि उहाँहरूको पैसा उठाएर उहाँ पठाइदिन्छु। अनि एकजना बापत 500 रुपियाँ चाहिँ म यता राख्छु। अहिलेसम्म लगभग 5000 जति कमाइसकेँ।
त्यस्तो पनि भइरहेको छ। केही समस्या पऱ्यो भने पनि धेरैजना हाम्रो त्यही हामीले क्लास चलाएको 60 मध्ये नै केही समस्या भयो भने पनि सर म्याडमले पनि बनाउनुहुन्छ भनेर चाहिँ मलाई नै फोन आउँछ कि बनाइदिन्छ हेरिदिनु जानु भनेर भनेको बनाउनुहुन्छ त्यसमा अस्ति चाहिँ पहिलो चार्जहरू लियो भने पनि 500 रुपियाँ पर्छ। त्यो मध्ये चाहिँ थोरै कमिसन जति पनि घरले चाहिँ अब तपाईँले कति राख्नुहुन्छ भन्ने कुरा गर्नुहुन्छ, चार्जरको पनि थोरै कमिसन पनि दिनुहुन्छ फेरि सेवा शुल्क दिनुहुन्छ, त्यो अनुसारले आम्दानीको स्रोत पनि भएको छ भन्ने हो। हजुर त मैले चाहिँ तालिम पाएँ, तालिम पाइसकेपछि मेरै घरमा मेरै वाइफाई त्यो राउटरमा चाहिँ रातो बोलिरहेको छ हेर्नुहोस्। लास्टमा चाहिँ रातो बोलेको चाहिँ तारको समस्याले हो भनेर मैले सिकेको थिएँ नि। पछि मेरो तार के भयो भनेर हेर्छु त्यो तार त मस्तै तान्ने रहेछ हेर्नुहोस्। पछि नै आफू यस्तरी बेरेर मस्तै तान्नेको थिएँ म्याम त्यहाँनिर बानेको ठाउँमा। पछि त्यो फुकाएर सट्ट बन्यो कि यस्तो पो अनि हुने रहेछ कि तालिम लिइसकेपछि। न त त्यतिको लागि बोलाउनु पर्दा 500 त्यतिको लागि बोलाउनु पर्थ्यो नि त। चार्जर तिर्नु पर्छ। अहिले यो तालिम लिइसकेपछि अरू कुराहरू पनि आफै गर्न सक्ने हुनुभएको छ, जस्तै कहिलेकाहीँ हुन्छ नि के अरे यो बल्बहरू फेर्ने काम, तारहरू त्यसको लागि श्रीमानै पर्खिनु पर्ने या घरको पुरुषलाई पर्खिनु पर्ने हुन्छ नि। बल्बहरू फेरि तारहरू श्रीमानहरूले भन्दा पनि तालिमलेदेखि त आफूले गर्ने जस्तो भइहाल्छ होइन। त्यसले गर्दा अरू कुरा पनि म गर्न सक्छु भन्ने कुराहरू चाहिँ लागिरहेको छ। तपाईँको चाहिँ अस्ति यहीँ चाहिँ बाजेले घाँस काट्ने बेला तार काटिदिनु भएछ, त्यो वाइफाईको तार। अनि मलाई फोन गर्नुभयो, हेर्न आएको मेरो त रातो बत्ती बल्याखा भन्नुभयो, राउटर हेरेँ सबै ठिक छ। अनि कहाँनिर के भयो भने अनि एउटा बोर्ड थियो त्यहाँ घाँस काटे देखेँ, पक्कै यहीँ काट्नु भएको जस्तो लाग्यो। अनि पछि रुख चरेर हेरेँ मैले त्यहाँ फेरि त्यो बिचको मोटो तार चाहिँ काटिन्न के, त्यो चाहिँ बाहिरका दुईवटा तार काटिदिन्छन्, त्यो चाहिँ बलियो हुन्छ काटिँदैन। अनि त्यो बाजेले त्यो एउटा छिन्ने होइन चल्या छ होला भनेर कागजले बाँधिदिनु भएको रहेछ। यहाँ छिन्ने चाहिँ किन काटिदिनु भयो तपाईँले होइन भने। अनि पछि चाहिँ म त चोइल जाला भन्नुभयो। अनि आफ्नो बुहारीले चाहिँ त्याल गाल गर्नु सुरु गर्नुभयो, बड्डो भए मान्छेले यस्तो तार काटिदिने मेरो कि त भनिदिनु पर्छ भन्नुभयो। अब त्यो फेरि मेसिन लिएर जोड्नु पऱ्यो। अनि फेरि फोन गरेर चाहिँ फेरि मेसिन लिएर आउनुभयो, अनि त्यो चाहिँ हानिदिनु भयो। त्यो सुरक्षाको कुराहरू पनि फेरि ध्यान दिनुपर्छ होइन काम गर्दाखेरि। तर यो सुरक्षाको कुरा सँगसँगै डिजिटल सुरक्षाको कुराहरू पनि यहाँले गर्नुभयो त्यस्तो? हजुर। यो चाहिँ के पाठमै गर्नुभयो कि कस्तो? हामीले चाहिँ मोबाइल ब्याङ्किङ सिकाउने बेला हामीले सबैजनाले चाहिँ एकैचोटि सिकाएनौँ। एक व्यक्तिलाई चाहिँ अलि फरक ठाउँमा लगेर एकलाई एकान्तमा त्यसरी उहाँहरूले फेरि पासवर्ड तपाईँहरूले आफै नयाँ बनाउनु होला, त्यो पासवर्ड प्रवेश गरेर फेरि नयाँ पिन पासवर्ड राख्नु होला यसरी भनेर पहिला आफूले राखिदिने। चारवटा पिनको त आफू एक्लै हान्न पठाउने के यो वालेट यो डिजिटल कारोबार सिकाउँदाखेरि चाहिँ पाठ नपढेर त्यसको दिन छुट्टाएर त्यो डिजिटल कारोबारको मात्रै सिकाउने। अनि त्यो गराउँदै राख्दाखेरि पिनकोड र पासवर्ड गराउँदाखेरि चाहिँ अलि कसैले नदेख्ने गरी आफ्नो तरिकाले टाइप गर्नु है भनेर सिकाउने। डिजिटल कारोबार भन्नेमा पासपोर्ट पिन कोडहरू जो पार्टीले थाहा नहुने अनि आफूलाई थाहा हुने र आफूलाई थाहा हुने अरूलाई सजिलै थाहा अनुमान गर्न नसक्ने खालको राख्ने अनि एकदमै सुरक्षित राख्ने। आफ्नो अनि पैसाहरू पठाउँदाखेरि त्यहाँ कति अङ्क अक्षरहरू दाब्दाखेरि एकदमै ध्यान दिनेदेखि लिएर धेरै कुराहरू। कसैले खाता नम्बर आफ्नो पिन कोड कसैले फोन गरेर तपाईँको बैङ्कका कर्मचारी हो भनेर माग्यो भने भनेर छलफल गराएको थियौँ सम्बन्धहरू। अनि जस्तो अब बच्चा बच्चीसँगको आमाहरूलाई नि त हामीले सिकाउने, उहाँहरूलाई चाहिँ बच्चा बच्चीहरूको हातमा त्यसरी मोबाइल पनि खुला नछोड्नु कुरालाई पनि ध्यान दिनु, जताभावी चार्जर लाउने त्यसरी त्यो पनि अलिकति रोक्नुहोस् भन्नु। अनि फेरि वाइफाईमा चाहिँ वित्तीय कारोबार नगर्नुहोस्, फ्री वाइफाईमा त्यसमा चाहिँ नगर्नु सक्छ, आफ्नै डाटाबाट गर्नु। मोबाइलमा स्क्रिनसट गरेर पनि धेरै नराख्नुहोस्, किनभने त्यो अरूले हेरेर थाहा पाउन सक्छन् भनेर पनि भने। कृषि भुलिन्छ भने लेखेर राख्न पनि सकियो नि, त्यसरी सर्ट गरेर लेखेर राख्ने। अनि घरमा गएर घरधुरी संवादको बारेमा पनि 2 घन्टा क्लास चलाएर 1 घन्टा घरमा गएर पनि सिकाउँथ्यौँ। अघि यहाँले घरधुरी संवादको कुरा गर्दै हुनुहुन्थ्यो नि त, के हो त्यो घरधुरी संवाद भनेको? अनि त्यसले चाहिँ के परिवर्तन लिएर आयो, कस्तो खालको अनुभव रह्यो? अब 2 घन्टा क्लास चलाएर हामी 1 घन्टाको लागि घरमा गएर घर परिवारसँग पनि सामूहिक छलफल भनेर त्यहाँसँग अब त्यसमा सिकाउनु पर्ने। जस्तै अब घरमा महिला पुरुषको कस्तो छ सम्बन्ध होइन। जस्तै म एउटा घरमा पनि गएको थिएँ त्यो घरधुरी संवाद गर्नको लागि। त्यहाँ चाहिँ के भइरहेको थियो भने त्यहाँको परिवारमा आउँछु त भने हुन्छ भन्नु, त्यहाँ अलि अगाडि जानु सहभागी, म पछाडि गइरहेको थिएँ।
जाँदा त्यहाँको सासूआमाले पुरै त्यो गरेर के रक्सी खाने गर्नुहुँदो रहेछ खाएको। अनि बच्चा बच्ची रोइरहेको, उहाँको बुढा पनि त्यही हुनुहुन्थ्यो, खाने चुरोट खाने गर्नुहुँदो रहेछ। बुहारीलाई चाहिँ अलिकति त्यस्तो क्लासमा नगए पनि हुन्छ भन्ने जस्तो कुराहरू गरिदिनु भएको थियो, गर्नुहुन्छ भन्नुहुन्थ्यो, जाम भनेर गएको। त्यतिखेर त्यहाँले अब यस्तो यस्तो रहेछ भन्दा मलाई पनि भन्नुभयो, तपाईँ कहाँदेखि आउनुभएको, को हो भन्नुभयो, किन आउनुभएको भन्नुभयो। अनि यस्तो यस्तो हो, किन त्यस्तो गर्नु पऱ्यो र बुहारीलाई क्लासमा जान दिनुहुन्छ अनि तपाईँले पनि हजुरले पनि यस्तो छोड्नु है भनेर धेरै कुराहरू भयो त्यहाँ हाम्रो छलफल हुँदा। त्यहाँले एकपटक जाँदा त मान्नु भएन, 2-3 पटकसम्म गएको। अन्तिममा जाँदा रक्सी पनि त्यस्तो नगर्ने, क्लासमा पनि पठाउने र छोड्ने पनि छोडिसक्नु भएको थियो। महिला नै हुनुहुन्छ हुन त, अहिले खानुहुन्न फेरि। केले चाहिँ उहाँलाई परिवर्तन ल्याएको थियो, कसरी किन छोड्नु, कसरी परिवर्तन हुनुभयो? अब जस्तै उहाँको 2टा छोरा विदेश घरदुर सम्वादमा अब विदेशमा हुनुहुन्थ्यो अनि त्यहाँको पैसाहरू पनि आमाको खातामा आउने है, बुहारीमा नआउने, त्यहाँको आफूसँग भएकोहरू जसको मानि त्यस्तो फरक त परेन। त्यही पनि धेरै खर्च पनि त धेरै हुन्थ्यो नि, अब खाएको अरूलाई पनि दिने गर्नुहुन्थ्यो। अनि बचत गर्नुहोस्, आम्दानी खर्चको तालिका अनुसार यसरी गर्नुहोस्, कुन खर्चमा कति जान्छ, त्यहाँको कति समथिङ 4-5 हजार महिनामा त्यति खर्च भएको थियो है हुन्थ्यो भने यति जाने रहेछ भन्ने बुझाउँदै जाँदा त्यहाँले अहिले खानुहुन्न, टाढाको हुनुहुन्थ्यो, त्यस्तो थियो। मेरो पनि एकजना क्लासमा आउँदाखेरि कहिलेकाहीँ अब्सेन्ट बेला बेला हुनुहुन्थ्यो। हामीले चाहिँ यो तालिम दिँदै गर्दाखेरि पाठ 4 पाठ भ्याइसकेपछि चाहिँ क्लास बाहेक घरमा गएर पनि उहाँ सहभागीहरूको घरमा गएर घरधुरी सम्वाद थियो। त्यसमा जाँदै गर्दाखेरि चाहिँ हामीले सबैभन्दा कसलाई गाह्रो छ, सबैभन्दा बढी आवश्यक कसलाई छ, त्यो आधारमा जान्थ्यो। त्यसै गर्दाखेरि एकजना लक्ष्मी चौधरी भन्ने हुनुहुन्थ्यो, उहाँ चाहिँ 3-4 क्लास मात्रै पढेको अनि कहिलेकाहीँ अब्सेन्ट अरूभन्दा अलि अब्सेन्ट हुनुहुन्थ्यो। अनि म अलि अब्सेन्ट भएको कारण चाहिँ के रहेछ, म पहिला उहाँकोमै जाउँ न भनेर म जान्छु भने अनि उहाँले चाहिँ सुरुमा परिवारको सदस्य के नराम्रो बोलिदिनुहुन्छ कि तपाईँ नआउनु कि बरु अर्को दिन म केही भन्छु, घरमा आउनुहुन्छ भने खबर गरेपछि मात्रै आउनु होला भन्ने कुरा राख्नुभयो। होइन, तपाईँले आफ्नो व्यवहार गरिराख्नु भएको छ, घरकोले त अब तपाईँको नियन्त्रणमा छैन, उहाँले गर्ने व्यवहारले मलाई केही असर पर्दैन, म तपाईँसँगै जान्छु भन्ने गएँ। अनि गइसकेपछि घरमा ससुरा बुवा हुनुहुँदैछ अनि जेठानी दिदी पनि हुनुहुन्थ्यो। अनि गइसकेपछि म यो संस्थाबाट यसरी आएँ भनेर उहाँसँग बोलेँ। सहभागी चाहिँ एकछिन चिया बनाउनतिर लाग्नुभयो। म उहाँ बुवासँग कुरा गरेँ पहिला सुरुमा त एक्लै। अनि उहाँले चाहिँ सुरुमै यसले के अब जागिर खाने हो र के पढ्ने भयो त बिहे किन गर्थ्यो र, अब त घर गृहस्थी गर्ने हो नि बुहारी मान्छेले भन्नुभयो कि सुरुमै। अनि अति भनिसकेपछि मैले भने हामी यो पढाइ यो तालिम चाहिँ जागिरै खानको लागि त होइन बुवा, जस्तो अब हामीलाई हाम्रो दैनिक जीवनमा आजभन्दा भोलिको दिनमा कसरी सहजता ल्याउने भन्ने तालिम हो। त्यो हिसाबले तपाईँले चाहिँ यो महिनाको 8 दिन, दिनको 2 घन्टाको हिसाबले उहाँलाई थोरै समय दिन सक्नुभयो भने भोलि तपाईँको परिवार नै राम्रो हुन्छ, तपाईँको परिवारमा नै टेवा पुग्छ भन्ने कुरा गर्दै जाँदाखेरि पछि उहाँ ससुरा बुवालाई नै सँगै राखेँ। अनि सुरुमा चाहिँ उहाँले त्यही पनि छुटाउने कि नपढे पनि हुन्छ भन्ने टाइपको कुरा गर्नुभएको थियो भने पछि चाहिँ मैले भने उहाँको घरमा ब्रोइलर फार्म पनि रहेछ, अलिकति ठुलो परिवार, अब देउरान जेठान एउटालाई पठाएछ एउटालाई फेरि गर्नुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो। दुईटी बुवालाई त बराबर देख्न पऱ्यो मैले भनिसके चाहिँ होइन, हाम्रो तालिम चाहिँ घरको एकजना व्यक्तिले मात्रै लिने हो र यो तालिम लिइसकेपछि जस्तो हाम्रो पाठ 3को कुरालाई जोडेको थिएँ मैले सुरुमा जाँदाखेरि आम्दानी खर्चको लेखाजोखा। अनि मैले त्यही विषयमा लिएर उहाँलाई भने हामीले चाहिँ आम्दानी खर्चको हाम्रो अवस्था थाहा पाउनुपर्छ। जस्तो म मान्छे भएर मैले टेकेको ठाउँ थाहा पाएँ भने न अगाडि पाइला सार्न सकिन्छ। त्यही हिसाबले हामीले चाहिँ हाम्रो वास्तविक अवस्था थाहा पाउनको लागि हामीले आम्दानी खर्चको विश्लेषण गर्नुपर्छ। तपाईँको त्यसैमा पनि ब्रोइलर पाल्नु भएको छ, अनि पशुहरू पनि छ, कृषिहरू पनि गरिराख्नु भएको छ। हामीले यो सबै कुराहरूबाट हाम्रो कति आम्दानी हुन्छ, मासिक कति खर्च भइरहेछ, अनि हामीले आम्दानी अनुसारको बचत गर्न सकेका छौँ कि छैनौँ भन्ने कुरा सबै जोड्दै गर्दाखेरि उहाँलाई चाहिँ कति राम्रो रहेछ नानी, म अब चाहिँ पठाउँछु, रेगुलर आउँछिन् भन्नु कस्तो राम्रो हो कि। पछाडि अब सुरुमा बिहे गऱ्यो के अरे पढ्ने भयो त किन बिहे गर्थिनँ, घर गृहस्थी गर्नको बुहारी भएपछि त घर गृहस्थी गर्ने हो भन्ने मान्छेले पछि चाहिँ ल म सधैँ पठाउँछु आउँछिन् भनेर कति मजाले आफ्नो भावना पोख्नु भएको थियो र आउनु पनि भयो।
कस्तो राम्रो परिवर्तन होइन र अब त्यस्तै परिवर्तन सबैतिर भयो भने त यो समुदाय नै कति राम्रो हुन्छ नि त त्यस्तो हजुरहरूको पनि केही छ होला यसमा एउटा कुरा हजुर। जस्तै आम्दानी खर्च पढाइ सबैले राख्नुहुन्छ मेरोमा पनि राख्नुहुन्छ अनि अर्को चाहिँ आफैलाई बुझ्नुहोस् भन्ने हाम्रो संवाद छ एउटा पारिवारिक संवाद आफैलाई बुझ्नु आफैले आफैलाई बुझ्नुहोस् भन्ने संवादमा चाहिँ हामीले त्यो क्लासमा सहभागीले चाहिँ आफूले माइत छँदाखेरि अनि बिहे गरेर आएपछि आफूमा भएको ज्ञान सिपहरू क्षमताहरू के थिए त भनेर चाहिँ हामी क्लासमा चाहिँ परिवारमा राखेर आफूलाई बुझ्ने आफूलाई पछाडि फर्केर हेर्ने अनि चाहिँ त्यसमा म चाहिँ यो गर्न सक्छु आफ्नो सिप आफ्नो परिवारलाई सुनाउने थियो जोडीमा गर्ने थियो कि मैले संवाद अनि त्यो जोडीमा गर्दाखेरि चाहिँ कतिपय कुराहरू आफ्नो बुहारीको अथवा आफ्नो छोरीको घर परिवारलाई थाहा नभएको कुरा पनि देख्यो कि मेरो क्लासमा अनि त्यो देखेपछि उहाँहरूले चाहिँ मेरो बुहारीको त यस्तो सिप रहेछ मलाई थाहा थिएन अथवा मेरो बुढीको यस्तो सिप रहेछ मलाई थाहा थिएन अनि यिनले त कसैको कटाइ सिलाइ देख्यो एकदम राम्रो पहिला चाहिँ गरेको पछि घरमा बिहे भइसकेपछि बिचमा चाहिँ छोडेको कुराहरू पनि धेरै देखेँ अनि चाहिँ यसमा फेरि कसैको अब व्यवसाय गर्न मन लागेको तर आफूले चाहिँ सक्दैन कि भनेर चाहिँ नगरेको यस्तो धेरै देख्यो अनि यसमा तिनी छलफल गरिसकेपछि उहाँहरूले चाहिँ आफ्नो लागि व्यवसाय छान्नुभयो जस्तै कटाइ सिलाइ गर्ने मान्छेले चाहिँ कटाइ सिलाइ गरेर कसैले सिक्नुभयो कसैले कटाइ सिलाइ पसलै खोल्नुभयो त्यो चाहिँ परिवर्तन आएको छ जस्तो यसमा यो आफैलाई बुझ्नुहोस् भन्दै गर्दाखेरि अब हामी महिला हामी आफैले पनि कति कुराहरू त नगरेरै मनमा राखेरै त्यत्तिकै अगाडि बढिराख्नु परेको अवस्था अहिले सम्झिँदा पनि ला म यति बेला यति कुरा परिवारलाई बोल्न सकेको भए पनि यति परिवर्तन त ल्याउन सक्ने रहेछु है भन्ने खालको के आफूमा पनि आउने त्यसले गर्दाखेरि म स्वयं आफैले म सुरुको सहभागीबाट नै मेरो महिला डिजिटल च्याम्पियनको यात्रा तय भएको भएर मैले चाहिँ धेरै कुराहरू मैले सिक्दै गर्दाखेरि म महिला डिजिटल च्याम्पियन सँगसँगै मसँग सिलाइ कटाइ सिप पनि भएको भएर मेरो थोरै यो बाहेकको समय मैले सिलाइमै हुन्छु अनि त्यसले गर्दाखेरि मैले पहिले आफ्नो व्यवसायलाई पनि अलिकति विस्तार गरेको छु कि जस्तो पहिलो कुरा त मैले पहिला खुट्टाले चलाउँथेँ मेसिन अहिले चाहिँ इलेक्ट्रिक विद्युतबाट चलाउँछु त्यत्तिकै पनि अब एउटा पहिला तयार गर्ने टाइममा अहिले दुईवटा तयार गरिदिन सक्छु त्यो पनि भयो अनि अहिले चाहिँ जस्तो फोल्ने पनि ग्राहकहरू आउनुहुन्थ्यो क्युआर छैन भन्नुहुन्थ्यो कि पहिला अनि क्युआर पनि जस्तो क्युआरवाला ग्राहकलाई क्युआरको व्यवस्था पनि अब यही यसैमा आइसकेपछि त्यो पनि व्यवस्था गरेँ र मैले जस्तो कति आम्दानी गर्छु कति खर्च गर्छु र मैले आम्दानी अनुसारको चाहिँ यति बचत गर्न पर्ने रहेछ भनेर चाहिँ अहिले चाहिँ बचतलाई पनि बढाएको छु त्यो बाटो पनि राम्रो भएको छ मेरो त्यो अघि कक्षाको कुरा गर्नुभयो नि आफूलाई चिन भन्ने त्यो कक्षा सञ्चालन गर्दाखेरि त्यस्तो भावुक भएको सहभागीहरू भावुक भएको कहिलेकाहीँ त भनिन्छ कि आफै पनि भावुक हुन्छ रुन मन लाग्छ भन्ने हुन्छ नि त त्यस्तो पनि भएको थियो र त्यस्तो कुनै उदाहरणहरू छ अनि कसरी सम्हाल्नु भयो त्यो अवस्थालाई भनेर भएको थियो कस्तो भएको थियो भने एकजना क्लासमा अनि दिदी हुनुहुन्छ आफैले बुझ्ने भन्ने पाठमा गइसकेपछि उहाँले पहिले माइतमा हुँदा चाहिँ सबै कुरा एकदमै ट्यालेन्ट भएको पढ्नमा पनि ट्यालेन्ट अनि शिक्षा बिचमै फेरि विवाह गरेर आइसकेपछि त्यो शिक्षा पनि पुरा नभएको सिप पनि त्यहाँ बर्स्टुस्ट गर्न नपाएर एकदमै आफू त्यो कुरा बिगतले सम्झेर एकदमै रुनुभयो कि उहाँ चाहिँ एकदमै रुनुभयो आफूले बुझ्ने कुरामा एकदमै रुनु मैले यो गर्न पाइनँ ऊ गर्न पाइनँ सानैमा विवाह गरेर बच्चा भएर भनेर एकदमै रुनुभयो उहाँलाई फेरि त्यस पछाडि सम्झाएँ उहाँ चाहिँ दिदीबहिनीहरू पनि सम्झाउनु भयो मैले पनि सम्झाएँ होइन अब गर्न सक्नुहुन्छ तपाईँले अब तपाईँको परिवारले बुझ्नुहुन्छ परिवारले पनि अब बुझ्ने भनेर तपाईँको परिवार पनि आउनु भएको छ बुझ्नुहुन्छ अब चाहिँ तपाईँले अगाडि बढाउनुहुन्छ भनेपछि यसपल्ट चाहिँ उहाँहरूले अहिले एसी नकटाएको एउटा लागेर ब्याग बस्नु भएको रहेछ त्यहाँदेखि एसी पनि दिनुभएको छ राम्रै गर्नुभएको छ अहिले चाहिँ कहिलेकाहीँ चाहिँ कक्षा लिँदाखेरि विशेष गरी यस्तो खालको कक्षा लिँदाखेरि चाहिँ समय पनि दिनुपर्छ कि उहाँहरूलाई होइन त्यस्तो पनि भएको थियो मेरो क्लासमा पनि बिहे गर्नुभन्दा अगाडि सिलाइ गर्नुहुँदो रहेछ सानो सानो किराना राख्नु भएको रहेछ सिलाइ सँगसँगै
अनि बिहे भएपछि लगतै बच्चा भएछ अनि त्यसपछि फेरि झट्टै छुट्टिनु भएछ कि अनि त्यसपछि अब दुईजनाले मात्रै गर्न नसकिने उता त गर्थे यता त आम्दानीको स्रोतै केही छैन भन्ने जस्तो कुरा गर्नुभयो अनि श्रीमान पनि यतै हुनुहुने रहेछ अनि त्यसपछि त्यो पारिवारिक संवादमा फेरि ठ्याक्कै श्रीमान पनि आउनुभएको थियो कि के कारणले गर्न दिनु भएन त के भएर गर्न दिनु भएन यस्तो कुरा सोधेँ मैले अनि उहाँले चाहिँ घरको काम कसले गर्छ र हामी त दुईजना मात्रै छौँ सानो बच्चा छौँ जस्तो कुरा गर्नुहुन्थ्यो अनि त्यसपछि गर्न सकिन्छ नि गर्नुहुन्छ समय मिलाउनुहुन्छ तपाईँ घरमै हुनुहुन्छ भनेर त्यस्तै सम्झाइसकेपछि अलिकति क्लास सुरु भयो अलिकति पछाडि चाहिँ आजभोलि चाहिँ सानो ढ्याब्ली अनि त्यसपछि त्यसमा टेलर राख्नु भएको छ अनि थोरै पानीपुरी चटपटी चाउचाउ बिस्कुटहरू त्यस्तो राख्नु सुरु गर्नुभएको रहेछ त्यो देखेर चाहिँ खुसी लाग्थ्यो अनि हाम्रोमा फेरि एकजना भाउजू हुनुहुन्छ कि उहाँले पहिले केही नगर्ने र यो क्लास लिइसकेपछि अहिले चाहिँ भैँसी लिनु भएको छ जीवस डुल्दै बिक्री गर्दै आम्दानी बढाउनु भएको छ मलाई एकदम खुसी लाग्छ त्यस्ता कुरा सम्झिनु बेला आफ्नै क्लासले आफैले पढाएको हुँदै अब गरेपछि केही न केही व्यवसाय सिँचाइ गर्नुभएको छ अनि हाम्रोमा चाहिँ ब्याङ्क परिवर्तनमा ब्याङ्क टाढा भएको कारणले एउटा मात्रै ब्याङ्क त्यही पनि पालिकाको नजिक ग्लोबल ब्याङ्क भएको थियो क्लास चल्ने ठाउँदेखि समथिङ हिँडेर 4-5 घन्टा लाग्थ्यो अनि त्यति हिँडेर पनि फेरि अटो चढ्ने हो भने 150-200 भाडा लाग्ने ठाउँमा क्लास चलिरहेको थियो त्यो ठाउँमा यो विद्युतीय पहुँच पुर्याउनको लागि त्यहाँको ब्याङ्कको कर्मचारीहरूलाई हाम्रो यो परियोजनाले त्यसमा पुर्याउनको लागि त्यही गाउँमै गएर नै उहाँहरूले समन्वय गरेर परियोजनाले समन्वय गरेर त्यही गाउँमा गएर तालिम चलेको ठाउँमा गएर उहाँहरूको खाता खोल्ने व्यवस्था पनि गरिदिनु भएको थियो हाम्रोमा पनि भएको थियो त्यसले गर्दाखेरि अब उहाँहरूको खाता खोलेर आफ्नो क्षमता वृद्धिको लागि सिकाउन पनि सजिलो भएको थियो हजुर ब्याङ्ककै थोरै पैसा बचत गर्नुपर्ने भन्ने जस्तो भएको थियो नत्र त पहिला त किन खोल्ने हो र 1 रुपियाँ हुन्न के राख्ने हो भन्ने जस्तो कुरा गर्नुहुन्थ्यो खाता खोल्ने भन्न बित्तिकै पैसै छैन किन खोल्ने भन्ने खातामा राख्ने सुरुमा पछि चाहिँ परियोजनासँग समन्वय गरेर अनि त्यहाँ ब्याङ्कको कर्मचारीहरूले त्यही बोलाएर परियोजनाले त्यसमा खाता खोल्ने व्यवस्था गरिदिन्छ भन्ने चाहिँ खोल्नुभयो त्यहाँले फोटाहरू लिएर खाता खोलिने अनि फर्महरू त्यो लगेर जानुभयो कतिजना खाता खोलेर नै पहिला खोल्नुभयो अनि आवश्यक छन् पैसाहरू जम्मा गर्न चेक पनि किन लिन जाने भनेर लिउनै जानुभएको रहेछ अनि अहिले लगभग 1 वर्ष हुनलाई चाहिँ पछि उहाँहरू जानुभएको छ खोज्न उहाँहरू आवश्यक भयो नि अनि मोबाइल ब्याङ्किङ नभरेकोले पनि फेरि भरेर अनि त्यो इन्स्टल गरेर त्यो मोबाइल ब्याङ्कको एप्स इन्स्टल गरेर उहाँहरूले अहिले मोबाइल ब्याङ्किङ चलाइरहनु भएको छ पहिला चाहिँ ल्याउनु भएको थिएन खाता खोल्नु पछि पाइन्छ पाइन्न कि म्याडम मेरो खाता त्यहाँ पहिला खोले अहिले चाहिँ झ्याउ भएछ खोल्ने आफूले अनि पहिला मैले फर्म भरे सोध्न पाइन्छ कि पाइन्न भन्नुहुन्थ्यो त्यहाँ सोध्नुहोस् कर्मचारीहरूलाई होला भन्ने अनि पछि त्यहाँले पनि मोबाइल ब्याङ्किङ खोलिकन चेक लिएर तयार भइकन ब्याङ्कका कर्मचारीलाई सिकाइदिन्नन् राम्ररी कति सिकाइदिन्नन् त्यो खोलिदिन गर्छन् सिकाइदिनुहोस् त तपाईँले सिकाइदेऊ त तिमीले भनिकन अहिले सँगै भेट भएर यस्तै कोही बाटो यताउति गर्नेबेल भेट भएर सिकाइ पनि माग्नु भएको छ अहिले अनि त्यहाँ चाहिँ ब्याङ्कमा ठ्याक्कै खाताहरू त्यो मोबाइल ब्याङ्किङ खोलिदिने अनि पासपोर्ट लेखिदिनु हुँदो रहेछ त्यहाँहरूले कता फालेल्नु हुँदैछ अनि के खोलिदिनुहोस् भन्नुहुन्छ अनि पछि मैले चाहिँ यता कामना छ होलेरीमा त्यहाँको धेरैजनाले खोल्नु भएको थियो अनि त्यसले चाहिँ यी पासपोर्ट राख्छ भनेर चाहिँ 2-3 जनाको आफै अनुमानले पनि पासपोर्ट र पिन चाहिँ पत्ता लगाइदिएको थियो कि हामीले अब धेरै कुरा गऱ्यौँ नि अघि होइन जस्तै अझै आफूलाई लागेको कि आफूमा भएको परिवर्तन अनि त्यसपछि सहभागीहरूमा समुदायमा यो कुराले लिएर आएको परिवर्तन त्यस्तो केही भन्दै मन लागेको कुराहरू केही छ हजुर अब परिवर्तन भन्दै गर्दाखेरि सबभन्दा पहिला त मेरै कुरा गर्दाखेरि ममा चाहिँ धेरै परिवर्तन भएको छ मलाई चाहिँ पहिला यो डिजिटल कारोबार कसरी गरिन्छ भन्ने कुरा पनि थाहा थिएन अहिले चाहिँ मैले डिजिटल कारोबार गर्न सक्ने क्युआरबाट अब आफ्नो आफन्तहरूसँग पैसा सरसापट गर्न सक्ने अनि त्यसपछि बिजुली बत्तीका बिलहरू तिर्न सक्ने जस्तो यिनीहरू कुरा सिकिरहेको छु भने मेरो आफन्तीहरू र मेरो परिवारमा मेरो हस्बेन्ड ससुरा सासूहरू उहाँहरूलाई पनि सिकाइरहेको छु यसमा चाहिँ सुधार भइरहेछ अनि त्यसपछि हामीले पढ्दै हेर्दाखेरि अब जस्तै कृषिका कुराहरू पनि आउँछन् व्यवसायका कुराहरू पनि आउँछन् त्यसले गर्दाखेरि चाहिँ
अब यहीँ बसेर भए पनि अब सिप नभए पनि आफूले थोरै भए पनि तरकारी खेती गरेर भए पनि व्यवसाय गरेर भए पनि के गर्न सकिन्छ है भनेर त्यसरी चाहिँ मैले मेरो स्वयं आफ्नो हस्बेन्डलाई पनि प्रक्रियामा जस्तो त जाने जस्तो त कुरा भइरहेको थियो तर त्यसको लागि फेरि नगए पनि हुन्छ गर्न सकिन्छ नि यहाँ पनि अब आफ्नो टन्नै खेतबारीहरू छ यहाँ के गर्न सकिन्छ भनेर त्यसरी उहाँलाई रोक लगाइरहेछौँ अब घरबाट पनि त्यस्तै छ मेरो पनि प्रतिक्रिया त्यही छ त्यसपछि हामी सबै परिवार नै मिलेर व्यवसाय गरिरहेछौँ तरकारी खेती गरिरहेछौँ त्योबाट आम्दानी भइरहेछ अनि जस्तै हामीले हाट बजारमा त्यो हप्ताको बेच्न लैजाने अनि त्यसपछि आएर लेखाजोखा गर्ने कति कमायौँ त हामीले के खर्च भइरहेछ त्यस्तो कुराहरू लेख्ने गर्दाखेरि चाहिँ हाम्रो अलिकति पैसा बचत भए जस्तो पनि देखिरहेछ त्यो त स्वयं मेरो व्यक्तिगत परिवर्तनको कुरा भयो अनि मैले पढाउँदै गर्दाखेरि मेरो एउटा कक्षामा रञ्जना परियार भन्ने दिदी हुनुहुन्थ्यो उहाँले चाहिँ डिजिटल कारोबार गर्न थाल्नुभयो कि पहिला पनि व्यवसाय हुनुहुन्थ्यो पहिला सुँगुर पालन गर्ने मासुहरू काट्ने त्यस्तो चाहिँ गर्नुहुने रहेछ अनि त्यसपछि कहिले सुँगुरहरू लैजाने अनि त्यसपछि उधारो जस्तो कसैले क्युआर भन्ने त्यस्तो गर्दाखेरि अलिकति समस्या भइरहेको रहेछ कि अहिले चाहिँ त्यही सुँगुर पालन गर्दाखेरि पनि त्यो थोरै 1-2 किलो मासु बेच्दाखेरि पनि एकदम सजिलो भएको छ भन्नुहुन्थ्यो अनि त्यसपछि त्यही ठाउँमा कक्षा सञ्चालन हुँदै गर्दा उहाँलाई सबभन्दा पहिला मैले उहाँलाई सिकाएको थिएँ अनि त्यसमा चाहिँ नेपाली आर्मीहरू जस्तै आउनु भएको रहेछ उहाँले चाहिँ अब क्युआर छैन दिदी हामी त क्युआरबाट गर्छौँ त्यस्तो कुरा गर्दाखेरि पहिला चाहिँ अलिकति धेरै लामो समयसम्म बस्नुभएको थियो अर्को माथिल्लो घरकोसँग त्यहाँ हालिदिनुहोस् त्यहाँले मलाई दिनुहुन्छ त्यसरी गर्नुहुने रहेछ अनि पछि मैले खोलिदिइसकेपछि चाहिँ आफूले गर्ने कस्तो राम्रो भएको छ मैले त्यस्तो गर्छु भन्नुभएको थियो अनि त्यसपछि त्यो क्युआरबाट अलिकति समय बचत भए जस्तो पनि भयो उहाँलाई त्यो गर्दाखेरि चाहिँ पछि उहाँले ब्याङ्क जानु पनि परेन अरू केही काम गर्नको लागि आफन्तीमा मेरो पैसा यहाँ हालिदिने भनेको छु यहाँ तपाईँकोमा आउँछ त्यस्तो भन्न जानु परेन पैसा अलिकति समयको बचत भयो त्यसमा चाहिँ उहाँले फेरि पछि किराना सामानहरू थप्नु भएको छ अनि त्यसपछि पानीपुरी चटपटीहरू राख्नु भएको छ त्यस्तो चाहिँ वृद्धि भएको छ अनि परिवर्तन पनि अनि त्यसपछि मेरोमा चाहिँ पहिले सामान्य गहुँ मकै मात्रै रोप्ने है त्यति तरकारी खेती नगर्ने थियो हाम्रोमा अहिले चाहिँ त्यहाँ ठाउँको क्लास सुरु भएदेखि समुन्नति परियोजना गठन भइसकेदेखि र साथसाथै क्लासहरू पनि चलेदेखि त्यहाँको समाज गाउँको मान्छेहरूले के गर्नुहुन्छ भने तरकारी खेती धेरै गर्ने गहुँ मकै कम रोपेर त्यसमा आफ्नो जस गाडीका गाडी गोपीहरू आलुहरू पनि टाढा टाढासम्म पठाउने अनि त्यसबाट आर्थिक पनि त बढ्ने भयो नि आर्थिक स्रोतहरू बढ्ने धेरै भएको छ त्यो समाज अनि म माथि चाहिँ स्वयं म आफैमा परिवर्तन आएको कुरा मैले यो क्लासमा सुरुमा जाँदाखेरि सहभागी भएर त्यहाँ जाँदाखेरि मैले एससी पास गरेको थिएन है जसमा म एससी पास गरेको थिएँ 9 कक्षासम्म पढेर एससी दिएको थिएन अनि बिए भयो बिए भएदेखि म क्लासमा गएँ जाँदा पढ्नु पर्ने रहेछ अनि साथसाथै घराइसी काम अनि सबै साथसाथै व्यवसाय अगाडि बढाउनुको साथसाथै आफू शिक्षा दिशान अगाडि बढाउनु पर्ने रहेछ भन्ने लाग्यो र मैले त्यसमा पनि त्यो गरेँ सहभागी भएँ तालिम लिइरहेको थिएँ आफ्नो त्योहरू बुझाएर के अरे त्यो दिएँ कि आफ्नो भर्ना गरेँ 10 कक्षाको फर्म भरेँ भर्दै मैले 10 कक्षाको इक्जाम दिएँ 7 वर्षपछि इक्जाम दिइसकेपछि त्यो 10 क्लास पनि पास भयो कट्यो है कट्यो अहिले कटाइसकेपछि मैले 11 पनि रेगुलर पढ्नु पर्यो अनि पढाइलाई निरन्तरता दिनुपर्ने रहेछ भन्ने लाग्यो कि अब घराइसी काममा अल्झिएर मात्रै हुँदैन अनि आफूले शिक्षालाई पनि अगाडि बढाउनु पर्ने रहेछ भन्ने धेरै बुझिसकेपछि 11 पनि कट्यो क्लियर भएँ अनि 10 कक्षा पढ्ने बित्तिकै म यो तालिम ल्याएको थिएँ त्यसमा छनौटमा परेँ मैले छनौटमा परिसकेपछि अब नाम पनि निकाल्यो महिला डिजिटल च्याम्पियन भएर काम पनि गरेँ र अहिले +2 को इक्जाम दिएँ +2 पनि कट्यो मेरो एकदमै खुसी लागेको छ अब अगाडिका दिनहरूमा पनि आफू सक्षम भयो भने जुनसुकै बाटो पनि रोज्न सकिन्छ जस्तै व्यवसाय गर्नलाई पनि सजिलो हुने भयो होइन अरू कुनै पढाइलाई अगाडि बढाएर आफैले गर्छु भने पनि गर्न सकिने जस्तो लाग्छ अब कुनै ठाउँमा पनि पछाडि नपरियोस् भन्ने लागेको छ अब भोलिको दिनमा चाहिँ यस्तै कार्यक्रमहरू हामीले अरू पालिकामा गर या अरू समुदायसँग मिलेर काम गर्दाखेरि केही त्यस्तो कुराहरू सुझाव छ यो चिज चाहिँ यसरी फरक तरिकाले गरे हुन्छ या गर्नुपर्छ भन्ने किसिमको त्यस्तो सुझावहरू केही छ भने
यो सबैभन्दा त यो डिजिटल कारोबारलाई चाहिँ अलिक समय दिनु पर्ला जस्तो देखिन्छ। यो समय चाहिँ थोरै भयो, यो पाठहरूलाई अरूले आवश्यक नभएकालाई अलिक घटाएर चाहिँ यो डिजिटल कारोबारले चाहिँ अलिक बढाउन पाए झनै राम्रो हुन्थ्यो भन्ने। यो 6 महिनाले मात्र त 52 दिनले मात्र यो डिजिटल कारोबार त पर्फेक्ट हुनुहुन्न कि सहभागीहरू। अझै हामी चाहिँ गाउँठाउँमा नजिक भएको कारणले उहाँहरूले नसिकेका कुराहरू अझै पनि जोडिदिएर हामीसँग जोडिदिएर अनि त्यो भिडियो सेयर गरेर त्यसरी नै सिकाइरहेछौँ। त्यो डिजिटल कारोबार चाहिँ अझै बढाउनुपर्छ समय चाहिँ भन्ने जिज्ञासा हो। धन्यवाद। अरू कसको के छ त योजना, अब के गर्ने प्लान छ अब अगाडि योजना? मेरो चाहिँ जस्तै छलफल गरिसकेपछि महिलाले पनि केही गर्नुपर्छ होइन, आफै चाहिँ वित्तीय निर्णय गर्न सक्ने हुनुपर्छ भन्ने हिसाबले पहिला चाहिँ हाम्रो डिजिटल फाइनेन्स नजाँदैको अवस्था चाहिँ कति पनि बारी त सस्तै भएको तर तरकारी खेती केही पनि नगर्ने के बजार पनि थियो त्यहाँ नजिकै अनि 4 नम्बर वडामा। अहिले चाहिँ अस्ति भर्खरै भिजिट थियो हाम्रो होइन, त्यहाँ पनि गयो। त्यति बेला चाहिँ के भन्नुभयो भने चाहिँ हामीले चाहिँ तरकारी खेती गऱ्यौँ अनि 1 महिना अब हाट बजार जान लाग्यो 65,000 रुपियाँ चाहिँ मैले कमाएँ भन्ने कुरा चाहिँ गर्नुभयो कि। भनेपछि चाहिँ आर्थिक रूपले सशक्त हुनुभयो हाम्रो विषयवस्तुले भन्ने कुरा चाहिँ धेरैजनाले चाहिँ तरकारी खेती गरेर चाहिँ पैसा राम्रो कमाइरहेछौँ भन्ने कुरा चाहिँ सुनाउनु भयो। अनि मेरो आफ्नै सुधार चाहिँ अब परिवारहरू व्यवस्थापन गर्न सकिएछ होइन। पहिला चाहिँ अब नजिक क्लास हुन्थ्यो होइन, अब घरबाट आउने जाने हुन्थ्यो, तर अहिले चाहिँ बाहिर बस्नुपर्छ। बाहिर बस्नको लागि चाहिँ सबै कुराहरू व्यवस्थापन गरेर चाहिँ बाहिर बस्न सक्नेसम्म भए। अर्को कुरा जस्तै यो जियो कृषि एपबाट पनि अब त आज कति रुपियाँ किलो बन्दा छ अथवा प्याज छ भनेर उहाँहरूले चाहिँ यो जियो कृषि एप हेरेर बजारको मूल्य अनि तरकारी बेच्न गएर त्यही मूल्यमा बेच्न सक्छौँ। अनि आफूमा आएको परिवर्तन चाहिँ यहाँलाई कस्तो लाग्छ? अनि पछि के गर्नुहुन्छ? अब चाहिँ के गर्ने योजना छ? हजुर, आफूमा आएको परिवर्तन पहिला एप भनेको के हो भने थाहै थिएन म्याम। अनि यो कसरी चलाउने भन्ने थाहा थिएन। जब यो संस्थामा लाग्यो त्यहाँदेखि अब सबै डिजिटल वालेटहरू पनि खोल्ने भयो आफ्नो मोबाइलमा। अनि चाहिँ त्यतिले मात्र नभएर अनि मोबाइल ब्याङ्किङ पनि गरियो, कृषि एपहरू सबै राख्यौँ। अनि आफूले चलाउँदै सहभागीहरूले सिकाउँदै गर्दा एकदम खुसी लाग्यो। अनि यसको साथसाथै अनि आफ्नो श्रीमानलाई पनि सिकाउनु पाएँ कि म्याम। जस्तै श्रीमानलाई पहिला अरू सहभागीहरूलाई सिकाउँथेँ, उहाँहरूको मोबाइलमा चाहिँ खोलिदिन्थेँ, आफ्नो श्रीमानमा चाहिँ खोलेको थिएन। पछि खोलिदिइसकेपछि उहाँले चाहिँ यस्तो सजिलो हुने रहेछ नि, अब त म टपअप जम्मू त्यसैबाट गर्ने आइएमपी खोलिदिएको म्याम। टपअप आफै त्यसैमा उहाँको चाहिँ महिनावारी प्याक निकाल्नुहुन्छ, त्यसको लागि टपअप गऱ्यो अनि त्यसैबाट निकाल्ने। अनि चाहिँ कसैलाई पैसा दिनु पऱ्यो, कसैलाई लिनु पऱ्यो भने चाहिँ क्युआर मार्फत अनि पठाउने लिने, यो चाहिँ एकदम खुसी हुनुभएको छ कि म्याम त्यो चाहिँ। अनि आगामी दिनमा योजना चाहिँ अब त्यस्तो कतै यस्तै पाएपछि काम गर्ने चाहिँ मेरो सोच हो। अब नपाए पनि अब बाख्रा पालन छ मेरो, अनि यो बाख्रा व्यवसायलाई चाहिँ अगाडि बढाउने चाहिँ मेरो योजना छ। यो कार्यक्रम चाहिँ हाम्रो पालिकाहरूले पनि उत्कृष्ट राम्रो देखेर उहाँहरूले पनि यो कार्यक्रम अझै चलाउन पर्छ। अब सबै त संस्थाले भ्याएको छैन नि त, छुटेको ठाउँहरूलाई पनि सबै ठाउँमा हामीले पालिकालाई नै डिजिटल साक्षरता घोषणा गर्नुपर्छ भन्ने उद्देश्य लिएर अहिले पालिकाले फेरि सञ्चालन गरेको तालिममा पनि अहिले म गइरहेको छु। त्यहाँ म लगायत साथी पनि हुनुहुन्छ हामीसँग नियुक्ति भएको, हामीले कार्यक्रम चलाइरहेको छौँ। त्यसमा चाहिँ डिजिटल शिक्षा र उद्यमशीलतालाई जोडेको छ। त्यसमा हामीले व्यवसायका कुराहरू, व्यवसाय गर्नु पूर्व सोच्न पर्ने कुराहरू, व्यवसाय गर्दाखेरि आउने चुनौतीहरू लगायतका विषयहरूमा एकदमै पछि व्यवसायमा पछि हट्न नपरोस्, कसरी हुन्छ राम्रो बनाउन सकिन्छ भन्ने कुराहरू त्यसमा जोडेको छ। र त्यसरी हामी एउटा उद्यमी बन्ने, एउटा म गर्न सक्छु, उद्यमी बन्नपर्छ, परिवारलाई आर्थिक पाटोसँग जोड्न सकिन्छ भन्ने उद्देश्यले एउटा अलिअलि सिप भएकोलाई त झन् एकदमै छिटो उद्यमी बन्ने प्रेरणा जस मिल्नेछ र त्यसलाई निरन्तरता दिइरहेछ पालिकाले तालिम। यहाँहरूले गर्नुभएको कामबाट समुदायमा आएको परिवर्तन, यहाँहरू आफैमा आएको परिवर्तनको कथाहरू सुन्न पाइयो। यहाँहरूलाई आगामी दिनमा धेरै धेरै शुभकामना। अझै यसरी चाहिँ अगाडि बढिराख्नुहोस्, उत्तरोत्तर प्रगति हुँदै जाओस् है त। धेरै अनुभवहरू सुनाउनु भयो।